हाँस्ने नरुनु है अभी अन्जु मुवाला है मदर्स डे आमा ह्यापी मदर्स डे ल ताली खै Happy Mother's Day. 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 Mama. डेट जान न हाल खुवाइदिनु हातबाटै खुवाइयो कि ल ल त्यो त फुल त नआइदियो हुन्छ नि टाउकोमा मेरो सुलभलाई हाई गरे मामा यता ल ह्यापी मदर्स डे ताली पैसा त मम्मीको ल ल काजा नि आमा पैसा दिन्छ आमा ल ठीक है आमा यसो यसो इमोसमा कस्तो पाला दिदी दुईटै हातले दसैँको भएको नि दसैँ हाल लाइन अहिले सबभन्दा रोग वेद नलाओस् त्यही हो सधैँ हाँसी खुसी रोगमै नलासे बिहान राति सुतेर बिहान सिधा उठ्यो नि द्याट इज ब्लेसिङ बाई गड नपार्नु है पनि खाइसके अभी अन्जु मुवाला है खुसीको आँसु के खुसीको आँसु ताली ताली ल खुसीको आँसु खुसीको आँसु आमा आँसु खुसी आमा है तेरो न खुसीको आँसु ल रुनु न मम्मी त रुनुहुन्न रुनुहुन्न नातिलाई त
मम्मी हजुर पनि ले एकदम नाच्नु पर्यो सुला नाच्नु पर्यो केक बनाउनु खाने केक टिका लागा रुन दिन्न आमा थियो यता तर ल आऊ गरेर लाउँछ अब के बार्नु आमासँग मनोले लेखेर चाहिँ अनि कहाँ ल ल अनुसार त्यहाँनिर आमाको ह्याप्पी बर्थडे मनाउँछ ओ यसलाई मम्मी ल दिदी र पार्टी पाउँछ मम्मीको Happy Mother's Day. डाला रोटा नि एउटा चर्था हामीले फेरि यहाँभित्र डालामा हेर्नु त्यहीँभित्र डालो कस्तो फोन आएको ज्ञानी हुनुहुन्छ अझै ज्ञानी अनि धेरै नआत्तिने धैर्य हुने ल आफ्नो आमालाई यहाँ अब ऊ के अरे ऊ गर्ने कारवाही भइरहेको छ हो यतिकै जानु परेछ मलाई बाबु सुलो मम्मीलाई निरु आमालाई यता आमालाई दिदीलाई त भएन ठुलो मम्मीलाई खाइदियो ह्याप्पी मदर्स डे भन्नु बाबु मलाई माया गर्नु नपिट्नु भन अझ हाल्न पाउनु होइन तिमी भागिदिइहाल्थ्यौ
ओहो दसैँ बनाएर जान्थ्यो ल अब फोटो खिच्न भयो ल है ल मम्मीले त ठ्याक्क चैते दसैँ ला थ्याङ्क यू अब दसैँ चैते दसैँबाट दसैँ रेडी हाई हेलो हेलो ल ल आइसकेको छु भन मार यसरी कत्रो ठुलो अझै ठुलो मोटे मोटे तिनजना पनि मोटे मोटे तिनजना सब बाई बाई माइजू बाई गाइज माइजू चाहिँ आफ्नो मम्मीलाई अब पोखरा मुख हेरेर जान भएको छ त्यही भएर हामीले छिटो बिहानैमा केक काटेको हजुरहरूलाई शङ्का लाग्न सक्छ यिनीहरूले किन बिहानैमा केक काट्यो भनेर त्यही भएर हो हामी चाहिँ अब मम्मीको घर जाँदैछौँ उहाँमाथि जिप रिजर्भ गरेर हो त्यो पनि म हजुरहरूलाई भ्लगमा देखाउनेछु मैले चाहिँ लड्डु कराउँदै थिएँ त्यही भएर मेरो हात यस्तो छ अनि त्यही भएर हो हजुरहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ केक बाँड्ने कार्यक्रम र आमाको खाम राख्ने कार्यक्रम भइरहेको छ म आमालाई सोध्न चाहन्छु आमा हजुर किन अघि यस्तो इमोसनल हुनुभएको अहिले पछि भन्ने यो आमा आज हजुरलाई कस्तो लाग्यो राम्रो रमाइलो लाग्यो दिउँसो हजुर किन यति इमोसनल हुनुभएको किन गर्नुभएको हजुर बिहान के माइजू अब छोडेर लाएर जान्छन् कहिले कहिले आउँछन् भनेर ए आउँथे जान्छन् भनेर गाइजहरू मम्मीले आधा दर्जन केरा खाएर पनि अझै नाथेर ल मम्मीहरूलाई च्यालेन्ज गाइज ल आधा दर्जन केरा खाएर नि ल यो पनि भ्याउनु ल हामीलाई च्यालेन्ज ल यति भ्याउनु म हामीलाई 1000 रुपियाँ दिन्छु भर्खरै दिन्छु ल मम्मी ल मम्मी बाई बाई माइजू है गाइज हामी चाहिँ अब आमाको माइत जानु लाग्यो आमाको मुख हेर्न
अनि हामी चाहिँ सबैजना जानु लागेको कान्छी माइजूलाई घर राखेर। सुरुमा चाहिँ हाम्रो चाहिँ अलिक नजाने प्लान थियो, प्लान फिक्स भयो थियो। फेरि प्लान फिक्स भएर पनि नजाने सल्लाह भयो। किन भन्दा गाउँमा मान्छे बित्नु भयो अनि यस्तो बेला नि के जाने भनेर बस अनि जिप रिजर्भ भइसकेको थियो। त्यो जिप फेरि मलामी जानु पऱ्यो। त्यसैले फेरि हामी चाहिँ रिजुको जिप, रिजु भनेको हाम्रो घर हो क्या रिजु। त्यो रिजुको जिप फेरि अहिले बोलायौँ। त्यो रिजुको जिप रिजर्भ गरेर जानु लाग्यो हामी यतिजना। कुसुन्डी भनेको उहाँ डाँडामा हो, हजुर हेर्नु सक्नुहुन्छ डाँडामा। अब चाहिँ हामी जान्छौँ। गाइज हजुरलाई म अपडेट दिइरहन्छु। मेरो आमासीको भ्लग हेरिरहनु होला। माइत जान कस्तो लागिरहेको छ? राम्रो, खुसी, एक्साइटेड, खुसी एकदम। ल जाऊँ न। मेरो चाहिँ बुढो आमा घर, आमाको माइत। बाई बाई आन्टी। गाडी रिजर्भ गरेर लगाएको आइहाल्यो। जुनेली गाइज हेर्न सक्नुहुन्छ गाउँघरको सिन यस्तो छ। गाइज हाम्रो चाहिँ जिप आइसक्यो अनि त्यसपछि हामी चाहिँ अब जानु लाग्यो। हामी चाहिँ आमासँग आमादेखि आमा चाहिँ लास्टै खुसी हुनुभयो माइत जान पाएको। कति खुसी। ल नाचिदिनु नि त। भएन घुम्नु। ल गाइज हाम्रो चाहिँ जिप आइसक्यो है। हामी त यति हिँड्नुपर्छ मामा घरदेखि त्यहाँसम्म जानलाई यति हिँड्नुपर्छ। हामी हिँडेर जानुपर्छ। गाइजहरू हामी चाहिँ जिपमा चढ्यौँ। अब हामी एकछिनमा हाम्रो मामा घर पुग्छौँ। बुढो मामा घर एकछिनको बाटो भयो यस्तो हल्ले छ। टेकन बाटो हिँड्नु सक्छ यस्तो छ बाटो। हामी पुग्छौँ उहाँ माथि पुग्ने हामी। ओहो हल्लेको हेर त। गाइजहरू हामी चाहिँ पुग्यौँ। बाटो चाहिँ घरमै रहेछ। कति मजा हो। होइन छिमेकी चिनेकी चिन्नु भयो? यति भएको चिन्नु भयो अब? त्यही छ चिन्नु भयो आमालाई। मम्मीको मम्मी जुठा गरियो मम्मी हामी त जुठा गरियो भन्नु आउने भइहाल्छ भनेर त्यहाँ मामा छन् भने माइ छन् आउन नमस्ते गाडी भएन के अरे उता रिजुको गाडी हो कि घाँस नै जानु कति लामो कपाल हो। झरेर यस्तो भयो राम्रो छ। गाइजहरू हामी चाहिँ बुढो मामा घर आएर यहाँ चाहिँ मिलाउँदैछौँ केकहरू यताउता डेकोरेसन गर्दैछौँ। हामी हजुरलाई थाहा होला यहाँ चाहिँ यो यहाँ कुसुन्डेबाट 9वटा डाँडा देखिन्छ के। हेर्नुहोस् 1 2 3 4 5 6वटा यतापट्टि यो यसले ढाकेको छ नजुर। यहाँ 9वटा डाँडा देखिन्छ कि यो ठाउँबाट। यति राम्रो ठाउँ कि यति रमाइलो देखिने। हाम्रो आमा चाहिँ यहाँ रेडी हुँदै हुनुहुन्छ। मम्मी चाहिँ हामी मिलाउँदै हुन्छ। आमा अब त मलाई चिन्नु भयो गोरेमा ठुलीको छोरी कमलुको कुन छोरी? कान्छी छोरी। आमा पनि चिन्नु भयो। आमा चाहिँ यहाँ रेडी हुँदै हुनुहुन्छ। हाम्रो आमा मम्मीको मम्मी। गाइजहरू हाम्रो डेकोरेसन भयो। अब हाम्रो आमा
यहाँ टक्क लाएर बस्नुहुन्छ हजुर आमा अब यहाँ बसिसक्नु भयो हाम्रो अब कार्यक्रम सुरु हुन्छ आमा नरुनु गाइस यहाँ चाहिँ रात घुम्नु न मामा घुम्ने कार्यक्रम भइरहेको छ अलि रात परेर मुखेर्ने कार्यक्रम भइरहेको नाचमा ल सधैँ राम्रो परमेश्वर नै ठिक ल ह्याप्पी मदर्स डे आमा हाय आमा ह्याप्पी मदर्स डे आमा आमा थ्याङ्क यू भने खै पालै पाल्छ ह्याप्पी मदर्स फेरि अब ह्याप्पी मदर्स डे बिहानै गरेको गर्नु हातमा गरे हुन्छ कि माइजो सबै लगाइदियो र आमालाई पनि दे नमस्ते र त कहाँ हेर्न कामी बारी बत्ती बोले भने काउरा कटो खानु माइजो खाएको आशीर्वाद दिए पढो ज्ञानी भयो भन्नु आउँदा कसले आमा सल पुग्यो आमा थियौँ मामा सल पुग्यो मामा नआए नि आमा कपडा भएको भयो चाहिँ एउटा
सुन्नुभयो नि हामी आसी खुसी त हुने भयो हो त पिर परेको थियो हो एकदम बिर परेको थियो आउन भनेर त्यो डाँडा बसी थिएँ हेर्नुभयो त हाम्रो बाटो बिहान आउनु भनी थिएँ अलिअलि त लो मान्छे मरेर आउनु आमा भन् ए त्यहाँ म त बुझ्थुकै यहाँ आएर नि भने लो मान्छे मऱ्यो अरे भने यहाँ थियो अनि अनि हामी आसी चाहिँ हामीलाई यस्तो खुसी हुनुभयो यहाँ आउँथ्यो कुवा भनेकै मैले त कहाँको मान्छे आयो चिनिन कि कसै आँखाले जा पठाएर हराउन कहाँको मान्छे आयो भनेको त हाम्रै रहेछन् उसको छोरी चिनेको माइलोको नमिनको छोरी चिने ए त्यहाँ हेर्दै हेर्दै ठक्क त्यसलाई चिने तँलाई त झट्टै चिन्दै चिन्न म चिन्नु भएन त्यहाँ यसो सान्नाको कति त्यही त आमा 100 वर्ष पुग्नुभयो कति पैसा चोरिदियो नि त त्यही त सम्झिनु भयो रहेछ 100 वर्ष पुग्नु आमा है कुनै लाग्यो मैले अब तेरी मम्मी र म 60 वर्षको हेर्छौँ त्यो फरक मम्मी र हजुर तेरी मम्मी हजुर भने 60 वर्ष फरक भन्छ हजुर आमा 101 वर्ष हुनुभयो 3टा जन्मेर त्यहाँ तेरो हजुरआमा जन्मेकी ए आमा भन्दा खाउला मामालाई बाई बाई आमा ल राम्रोसँग बस्नु है ल गाइजहरू हामी चाहिँ अब जान लाग्यो बाई ल राम्रोसँग बस्नु फेरि भेटौँला बिहेमा आउनुहुन्छ होइन ल हजुर हजुर ल ल है त ल गाइस हामी चाहिँ अब हिँड्यौँ ल गाइस हामी चाहिँ अब हिँड्यौँ गाइस यस्तो राति भइसक्यो हामी चाहिँ जाँदैछौँ गीतमा खोला खोली पिरै पिर गाइस हामी चाहिँ यहाँ छ है मेरो गाइस हामी चाहिँ अब मामा घरबाट जानु लाग्यो ल माइती बस्नु है बाई माइती न ल ल घर यतै भयो अब गाइस झाडेको फलै यो चाहिँ म चाहिँ अगाडि बस्छु थिएँ दिदीहरू चाहिँ पाठाथि बस्नु हाडेको फल यो पाल्पामा हो गाई झाडेको फल यस्तो फल्छ छोरा दिदीको छोरा बत्तीको दिदीको गाइस हामी चाहिँ बयघारी पुग्यौँ अब हामी मामा घर जान्छौँ
यहाँ चाहिँ यो बोर्ड देखेर चिनिन्छ अरे बडाघाटको बोर्ड उता फर्केर मामा घर आयो। अब हामी झर्छौँ। हाम्रो चाहिँ यहाँ जिपी छोड्न आउँछ मामा घरै। गाइजहरू हामी चाहिँ मामा घरबाट निस्क्यौँ। हाम्रो चाहिँ टुर अझै सकिएको छैन। हामी चाहिँ अब यहाँबाट चाहिँ बहिनीहरू भएको फाइदा हामी यहाँबाट चाहिँ दिदीको घर जान्छौँ, पार्वती दिदी घर, मेरो ठुलो मम्मी छोरी घर। अनि मौसम हेर्न सक्नुहुन्छ, कहिलेको मौसम यस्तो छ, पानी परेको छ। हेर्नु त हामी जान्ने भनेको खुसीले रोँदैछ। अझै रोजिन्छ। ल गाइस त्यही हो, हामी चाहिँ जान लाग्यौँ। पानीले हामीलाई यस्तरी सल्लाह गरेर हेर्नु न यस्तो देखियो। भाइ यही हो है हाम्रो मामा घरबाट आउने बाटो। कोही आउँदै हुनुहुन्छ भने आउनु र। पानीले भिजे पायो। हामी हिँड्ने बेलै पानी पर्नुपर्छ। यो है यो लाइनको यो बाटोको नाम चाहिँ थार्ड लाइन भन्छन्। थार्ड लाइन है गाइज। यो 2 मिनट हिँड्नु पर्छ, धेरै हिँड्नु पर्दैन। गाइज हामी चाहिँ यो नानी मेरो छ्यामा भन्ने बहिनीहरूलाई हो, यिनीहरू चाहिँ बसको वेटिङमा छन्। यिनी चाहिँ ठुस्सा बरिन् किन हो 24 घन्टामा 23 घन्टा ठुस्सा बर्ने मान्छे हो। हो फ्ल्यासहरू गाइजहरू हामी चाहिँ कुहुरे खोला हो। दिदीको घर चाहिँ कुहुरे खोला भनेर झरेको, तर बाटो के अरे पानी हेर्नु यस्तो पर्छ। अहिले अगाडि नै झऱ्यौँ के झेउ भयो नि त। अब हामी यति यो मोड हिँड्नुपर्छ र यस्तो बाटो हो, जङ्गलै जङ्गल छ। ओ माई गॉड। ल गाइज अब हामी चाहिँ दौडिन्छौँ। चाहिँ भेट्नु भयो मलाई त कुखुरे खोला भन न है झालिदियो। त्यो नयाँ हाँस्न रहेछ अरे बल्ल। हाई कहाँको थामा खै नमस्ते गरेको कसले खाने हो यो? खै त मलाई भमा बोल्दिन। मम्मीलाई पनि मुन्नी गाइजहरू हाम्रो नानी बाबुहरू नाच्न कम्पिटिसन हुँदैछ। जसले जित्छ त्यो मान्छेलाई 2टा चोकोपाई लट्टी चोकोपाई पाउँछ। ल नाच्न हल्ला नगर्ने पहिला स्टेजमा बस्यो खै आए। ल रेडी 1 2 3 गो। छिटै प्राइजको सवाल छ यहाँ। नरी न बाबु हार्न राखा। वेटिङमा हो सिर्जना आउँदैछौँ हामी चाहिँ। सिर्जना कुदेको बाटोमा के भएर अनि कपाल धोको
गाइज हामी सिर्जनाको वेटिङमा हम सिर्जना आउन बसमा आएको अरे खै कहाँ आएको अरे अघि नै हो फेरि खोला चाहिँ ढिलो हुँदा छिट्टै आइहाल्यो त्यहाँ फेरि दोकानमा रोक्यो होला हतारमा चप्पल नै लाइन हौ छ्यामाले के ल्याइदिने हो के रे हो नि बिज हो न कसको बुद्धि भन्दै त त्यही त ए ऐसेलु टिपम गाइज ऐसेलु है ल एउटा दुईटा अरू ल गाइज हामी चाहिँ यहाँ ऐसेलुको बुटो भएपछि हामीलाई के चाहियो र है अब चाहिँ हामी मस्त ऐसेलु खाँदै बस्ने हो मिनी साथै आउँदैछन् उहाँ बाटोमा लौ कुकुले खोला रोक्दैछ मैले सृजनालाई यहीँ बस रोकेको थियो झर भन्दा सृजना चाहिँ नगरेर अहिले उहाँ हिँड्दै आउनु पर्यो दुईटा केटी भनेको अनि तर मैले ढोकामा किन बस्छ भने के होस् त ढोकामा बस्छ भने के निस् फेरि त ऐसेलु कसको किन रिमोट कार्ड किन नो ब्याड ह्याबिट होइन खै सिसाले उस्तो गरी क्यान्सर निकाल्छ कि गाइस हामी चाहिँ भालुपाड जान लाग्यो घुम्नलाई अब यसो घुम्न पर्यो नि त दिदीको घर आएर हामी दिदीको घर चाहिँ अब यसो बस कुर्ने बानी खिच्छन् कहिले गएन अब हामी यहाँ पुगेर बसेर बस कुर्छौँ अनि बस चाहिँ यहीँ आउँछ अक्क लाँदा गइन्छ भालुपाड पुग्यौँ हजुर हेर्नु सक्नुहुन्छ यहाँको सिन यहाँ भुन्टे यता हेर यहाँ त टिकटको सिस्टम रहेछ हजुर हेर्न सक्नुहुन्छ 40 रुपियाँ हो क्या ठ्याक्क पर पर्सन 10 रुपियाँ ल अब हामी चाहिँ जहाँ लागेको गाइस हामी चाहिँ यहाँ भालुपाड आएको छौँ यहाँ माथि दिदीहरूले चाहिँ भिडियो सुट गर्दै हुनुहुन्छ कसैको खुट्टाबाट कसैको कहाँबाट अनि म चाहिँ यहाँ मेरो भ्लगलाई कन्टिन्यू गर्दैछु यहाँ चाहिँ यस्तो चिसो हावा खाने यस्तो आनन्द यस्तो मजा आइरहेको भ्यू हेर्दै हेर्नु न डाँडा यहाँ चाहिँ एकदम पहिरो जाने ठाउँ हो क्या गाइजहरू यो चाहिँ एकदम पहिरो जाने ठाउँ हो राष्ट्रिय यहाँ एकदम रिक्स एरिया हो हेर्नु न उहाँ पहिरो यो सब त्यो पनि पहिरो गएको पहिरो यहाँ भालुपाड लेखेको छ ट्याक्क हजुरहरू देख्न सक्नुहुन्छ यो बुटोल टु पोखरा जाने बाटो हो ट्याक्क बाटोमै हो यो चाहिँ हाम्रो दिदी घर यता हो भने हाम्रो मामा घर चाहिँ यताबाट आउने हो बैगाडी ल हेर्न सक्नुहुन्छ अब हामी अब केही छिनमा हामी जान्छौँ अनि हामी चाहिँ उहाँ जान्छौँ क्या झोलुङ्गे पुल हिँड्दै झोलुङ्गे पुलमा जान्छौँ त्यहाँ गाइज
हामी चाहिँ बाहिर कुद्दै हामी चाहिँ घुमियो माथि हजुर ओ यहाँ हो क्या आउनु हाम्रो भाइ आन्टी आउनुहुन्छ हामी अवसर खान्छौँ कहिले कहिले मायाले घेरमा भालु पार सर्च गरी हेर्नु मान्छे रहेछ मलाई टिकटकमा देखेको आज रहेछ भेटु नलेखेको डाली पलायो हे डाली पलायो तर माया पलाइन यति ताटोलाइन जान्दै जाँदैन पानी स्याङ्जाको घुम्दै आउँदा भालु पाडमा भेट भएको डाली पलायो हे डाली पलायो तर माया पलाइन सतीमा पारी स्याङ्जाको हे घुम्दै आउँदा भालु पाडमा भेट भएको डाली पलायो हे डाली पलायो तर माया पलाइन हे यति ताटोलाइन जान्दै बोल्दैन हे यति ताटोलाइन जान्दै बोल्दैन राम्रो गीत गाउँदो रहेछ राम्रो लाग्यो सबको माया छ मलाई हे राम्रो पनि भुमा खान पार डाली पलायो हे डाली पलायो तर माया पलाइन हे यति ताटोलाइन जान्दै बोल्दैन हे यति ताटोलाइन जान्दै बोल्दैन ल हामी जान्छौँ है त ल बाई 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 गाइज अब चाहिँ हामी चाहिँ फर्कियौँ चटपटी खायौँ अनि आन्टीको गीत पनि सुन्यौँ एकदम राम्रो लाग्यो आन्टीको गीत यता कस्तै हावा लागिरहेछ गाइज यस्तो राम्रो भ्यू यहाँ छ कि जति हेऱ्यो त्यति हेरिरहेको जस्तो हुने गाइज मैले भन्थेँ नि यो डाँडा हो कि लास्टै पहिरो जाने गाइजहरू यो चाहिँ सल्लोको बुटो हो यो बुटो चाहिँ मम्मीहरूले पहिला यसले त के बिहेमा माला बुन्नुहुन्थ्यो कि हामीले दुबोको माला बुने जस्तो यसले माला बुन्नुहुन्थ्यो कि हाम्रो मम्मीहरूले सल्ला धुपैले सानो निन्द्रामै बिउँछ त्यो भन्ने गीत सुन्नु नै हो त्यही हो गाइज चस्मा खस्यो रे कुन झुम्रीको चस्मा खस्यो गाइज के भयो गाइज भिडियो यहाँ सनको बनाउनु लाग्यो ठ्याक्क मेरो पालोमा त गयो जाम भदौ कति तिम्रो बर्थडे मेरो 24 ए तिम्रो मेरो बर्थडे त 5 दिनले फरक है गाइज अब चाहिँ हामी चाहिँ जानु लाग्यो गाइजहरू चकचके बाँधेर ल्याइन सक्छ माया मायामा गाइज गाउँभरि हेर्न सक्नुहुन्छ दिदीहरू थाक्नुभयो मुलको शुद्ध पिउने पानी खानुहोस् र
बाहिर मैले सुब्लियाको घर पनि चिन्यौ सुब्लियाको घर मुनि हो त्यही हो सुब्लियाको घर मेरो साथी हो एउटा चम्चाले लाउनु एउटा तल खाउनु एउटा तल जाऊ गिरलाई गाइजहरू हामी चाहिँ अब निस्केको अब हामी जान लागेको पानी हाम्रो अबे भन्नु पर्दैन जान लाग्यो मसरे अब श्रम दिने भन्छ श्रम दिने चाहिँ भन्नु पर्यो नि होइन दबाई जब चाहिँ हामी जान लाग्यो है छोरी नि भन्नु पर्यो श्रम दिने नि भन्नु पर्यो नानी त 5 साल गाइस हामी चाहिँ घर पुग्यौँ 4 बजे हाम्रो हालत यस्तो हुन्छ गाइस यो हामी जाँदा सानो थियो मकै अलिक ठुल्ठुलो भएछ गाइस हामी घर पुग्यौँ फाइनली गाइस हामी घर पुग्यौँ सङ्गीता तिमीले मेरो भ्लग हेरि शिवराय मन्दिर भनेर राम मन्दिर रहेछ हामीलाई झुकाउने हेर त हामी यहाँ झुकेर ढिलो भयो झन् ढिलो भएछ अहिले त त्यही त हामी जान्छौँ